आजभन्दा 25-30 वर्ष अगाडि ग्यारेजमा काम गर्दाको सानो हल्का अनुभवले आज ट्र्याक्टर खोल्दैछु मैले यहाँ। मेरो हात्ती ट्र्याक्टर चलेन, 81 बन्द भयो। साथै ट्याङ्कीमा भएको फोहोरले गर्दाखेरि नचलेको हो कि अब यसको यो के भन्छ, यो नाम चाहिँ थाहा छैन, बिर्सिसकेँ। यो खराबी हो कि यो खराबी हो हेर्न लाग्यो कि अब चाहिँ मैले हेरौँ कहाँसम्मको सक्सेस हुँदो रहेछ। मेरो अनुभव हो क्या फेरि चाहिँ है, मैले अनुभव गर्न लाग्यो। अब विचार हो मेरो यो कतिको सम्मान हुँदो रहेछ भन्ने कुरो अनि थाहा हुन्छ। त्यसमा पेट्रोल पनि अड्किन के रहँदैन कि, पेट्रोल पनि हाल्यो। अहिले पेट्रोल हाल्ने बित्तिकै भोलिपल्ट आउँदाखेरि पेट्रोलै नै हुँदैन क्या। यहाँ पाल पराएर रहेछ है पेट्रोलको, यहाँनिर पाइपमा पाल पराएर रहेछ। माटो माटो कति छ यहाँ। यस्तो चाहिँ पेट्रोल नडीको कारण चाहिँ यसको यहाँको पाइप फुटेको रहेछ है एउटा। अर्को कुरो यहाँ पेट्रोलमा कति फोहोर जमेर चाहिँ लाग्यो, हल्का हल्का छ फोहोर। यस्तो फोहोर आएको छ ल। पेट्रोल किन रहँदैन? बिहान पखातिर 2-3 लिटर जति हाल्यो है पेट्रोल, अनि भोलिपल्ट आएर हेर्दाखेरि त पेट्रोल नहुने भनेर यसरी पुरै पाल पराएर रहेछ है। यस्ता पुरै पाल पर्दो रहेछ यो पाइपमा। यो पाइप फेरि चेन्ज गर्नुपर्ने हो यहाँ नि त्यस्तै रहेछ है। कतिको फोहोर आउँछ पानी पुरै जमिया छ है। पुरै कर गरेर आवाज आउँछ त हौ। यो ट्याङ्कीभित्र पुरै पानी र फोहोर जमेको रहेछ क्या। पानी भन्नाले धेरै पानी त होइन, हल्का पानी पेट्रोलको पानी हो कि अब आकाशबाट परेको पानीले भित्र छिरेको फोहोर रहेछ। त्यो फोहोर पनि टन्नै रहेछ नि फोहोर। यहाँ कति छ यसको यहाँ फोहोर। यस्तो छ ट्र्याक्टरको पारा, गाह्रो छ। अब यसलाई एउटा यो पाइप फुट्याएर रहेछ पुरै यहाँ प्याक्लक्कै प्याट्टै गाह्रो छ नि है। अनि त्यही भएर पेट्रोल गइरहने रहेछ। राखेको पेट्रोल किन हुँदैन भन्यो, घामले गर्दाखेरि हो कि भने यस्तो गएको रहेछ पुरै सर्लक्क लाएर। जोस् अब हेर्नुपर्छ यो। ल धन्यवाद।